हेलो एभ्रिवान, गुड आफ्टरनुन। आज चाहिँ म यो सर्ट बर्डिङ ट्रिपको लागि यो बल्खु एरियामा आएको छु। अनि यहाँ आउनुको कारण चाहिँ यो एरियामा चाहिँ वेबियर बर्ड, जसले तोप चरा भनिन्छ। यहाँ चाहिँ यो तोप चराको यहाँ माथि पनि देख्नुहुन्छ टन्नै गुडहरू छ। अनि यो वेबियर बर्डको यता पनि देख्नुहुन्छ। खासियत भनेको नै अब मेल बर्ड चाहिँ यिनीहरू भँगेरा साइजको हुन्छ र मेल बर्डको टाउकोमा चाहिँ येलो कलर हुन्छ। यसरी चाहिँ जस मेल र फिमेल छुटिन्छ। फिमेल चाहिँ त्यस्तो कलरफुल हुँदैन। मेलमा चाहिँ अलि येलो टेक्सचर चाहिँ टाउकोतिर बढी हुने भएकोले अलि राम्रो देखिन्छ। अनि यो तोप चराको खासियत भनेको यिनीहरूको गुड हो। यिनीहरूको गुड हेर्नुभयो भने एकदमै एट्र्याक्टिभ र एकदमै वेल इन्जिनियर, त्यसैले यसलाई इन्जिनियर चरा पनि भनिन्छ। चराहरूमध्ये नै सायद यो गुड एकदम राम्रो तरिकाले बनाउने चरामा पर्छ र सबै बर्ड फोटोग्राफर, वाइल्ड लाइफ फोटोग्राफरहरूको लागि चाहिँ यो एकदमै महत्त्वपूर्ण चरामा मानिन्छ। अनि यो चरा चाहिँ नर्मल्ली हामीले धेरै जसो फार्मल्यान्ड एरिया, यो गहुँको खेती हुने एरियामा जहाँ चाहिँ यो पिपलको रुख, ठुलो रुख छ भने त्यहाँ चाहिँ उनीहरूले गुड बनाउने गर्छ। र यस्तो खोला भएको ठाउँमा र त्यहाँ रुख छ भने यस्तो ठाउँमा पनि उनीहरूले बनाउने गर्छ। र नजिकैको झारीहरूबाट यिनीहरूले यो लामो लामो हाँगा टाइपको पातहरू लिएर आएर त्यसलाई नै बुनेर त्यस यसरी गुडहरू बनाउने गर्छ। अनि एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ यो चराको मेलले चाहिँ एकदम मेहनत गरेर गुड बनाउँछ। अनि फिमेलले चाहिँ इन्स्पेक्ट गर्न आउँछ। यहाँ धेरै मेलहरूले गुड बनाएको हुन्छ यहाँ। अनि त्यसमध्येमा सबैभन्दा राम्रो गुड जसको छ त्यसको गुडमा आएर पोथीले मेटिङ गरेर अन्डा पार्छ र आफ्नो जस प्रजनन सुरु गर्छ। र यो अहिले यो जुन यो जेठ, असार, श्रावण यो टाइम भनेको चाहिँ यो यसरी गुड बनाउने र मेटिङ गरेर जस आफ्नो यो प्रजनन, यो जुन ब्रिडिङ, यसलाई चाहिँ जस यो गर्ने टाइम हो। अहिले जस अन्डा पारेर बच्चा कोरोल्ने टाइम हो। त्यसैले अहिले गुड बनाउने र अन्डा पार्ने भइरहेको छ। र भाले पोथी दुवै मिलेर अनि फर्दर गुडलाई रिपेयर र फर्दर यसमा चाहिँ जस इम्प्रुभमेन्ट गर्ने गर्छ। र यसमा अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ यो नेस्टमा चाहिँ दुईवटा पाल हुन्छ। अनि एउटा चाहिँ उनीहरूको सेफ्टी भाग्नलाई र प्रेडेटरहरूबाट के आयो भने चाहिँ भाग्ने एउटा अर्को बाटो बनाएको हुन्छ। र एकदमै यो अलिकति रमाइलो र रोचक देखिन्छ यसको गुड बनाउने र यिनीहरूको एक्टिभिटी हेर्दाखेरि। अनि मैले केही भिडियो र फोटो खिचेको छु। त्यसैले लेट्स इन्जोय द ब्युटिफुल पिक्चर अफ वेबियर बर्ड, तोप चरा। थ्याङ्क यू।